तपाईले चाहिँ नि जेलमै गएर रविजीलाई भेट्नुमा चाहिँ कुनै राजनीतिक कारण थियो कि एउटा व्यक्तिगत? दुईटा कुरा हो। एक त मेरो हाम्रै क्षेत्रमा हुनुहुन्थ्यो उहाँ, जस्तो म नलपरासीको मान्छे, भैरवा नलपरासी हामी घरै जस्तै हो। भैरवा जेलमा हुँदाखेरि मेरो एउटा राजनीतिक संस्कार पनि हो। एउटा राजनीतिक व्यक्ति जेलमा छ, हाम्रै क्षेत्रमा छ भनेपछि गएर भेट्नु, कुरा गर्नु, त्यो संस्कार पनि हो। त्यो चाहिँ मैले के पाएँ भने उहाँको मनोबल अलिकति पनि गिरेको थिएन, उच्च नै हो। त्यसमा अर्को चाहिँ उहाँ चाहिँ अलिकति पनि हरेस खानु भएको छैन, अलिकति पनि खानु भएको छैन। तर तपाईँले भेटेको अलि अगाडि झनै 1 घण्टा कुरा गरे होला, कति अगाडि 1 महिना पनि भएको छैन। तर त्यसपछि त वीरगञ्जमा पनि उहाँलाई मुद्दा फाइल भयो। मुद्दा त जहाँ मुद्दा त उहाँलाई त हरेक ठाउँमा लगाउँदै गए नि। यहाँ त के छ भने असली अपराधी जुन सहकारीका छन् तिनलाई जोगाउनलाई रविलाई दौडाइराखेका त हो नि। कि ती कांग्रेस र एमालेका छन् धेरै। यो तपाईले अहिले बोलेको वाक्य त बडा डेन्जर खालको वाक्य हो नि। सही कुरा त यही हो। असली कोही माइका लाल छ, त्यो छानबिन सूर्य थापाको समितिले छानबिन गर्दा 82 सूर्य थापाजी त भने हुनुहुन्छ त, हामीले हाम्रो रिपोर्टमा प्रश्न दिएका छौं उहाँलाई दोषी भने। अनि अरूको विषयमा के भन्नुभएको छ उहाँले? ऊ त 54 करोडमा यिनीहरू भए। 82 अरबमा 54 करोड मात्रै न हो यिनीहरूको चाहिँ रवि लगायतका कुराहरू। अनि 81 अरब बाँकी करोडको अपराधी को त त्यसो भए? कहाँ छन् तिनीहरू? के भयो त्यसको खोज नीति? कसले छानबिन गर्यो? कतिजना समातियो त्यसमा? त्यो 81 अरब समथिङमा, अरू पनि त्यो पनि बढी छ त्योभन्दा। त्यो 1 घण्टा तपाईँले संवाद गरेपछि चाहिँ रवि चाहिँ फसाइएको पात्र हो भन्ने लाग्यो तपाईँलाई? एकदमै। मलाई त के लाग्यो भने यो कांग्रेस र एमालेका जो सहकारी ठगहरू छन् तिनीहरूले जोगाउनको लागि रविलाई बलिको बोका बनाइया छ। निर्दोष छन् म भन्दिनँ, तर सम्पूर्ण यता ठुल्ठुलो अपराधीलाई जोगाउने अनि यिनैको अनि एउटा भाष्य तयार गरिदियो रवि बदमास गर्दाखेरि सबको ध्यान यतातिर, अनि यता चाहिँ आफ्नोलाई जोगाउने के भइरहेछ त्यो सहकारीकै मैले देखिरहेको छु त। संसदमा रहेका पदाधिकारीहरूकै श्रीमतीहरूको हालत देखिरहेको छु, सबैलाई थाहा छ नि। किन जोगाइया छ त? किन बढी कांग्रेस र एमालेका छन् सहकारी ठगहरू। पोलिटिकल बेनिफिटको लागि तपाईँले भेटे त होइन रविलाई? किन क्षेत्रमै मैले भनिहालेँ। बेनिफिट मलाई के बेनिफिट हुन्छ र? रविसँग अथवा कोहीसँग मेरो के बेनिफिट छ? म आफ्नै ढङ्गको राजनीतिक उसमा गरेको मान्छे, न कांग्रेससँग बेनिफिट, न एमालेसँग बेनिफिट, न राप्रपासँग बेनिफिट। मैले त अहिले भर्खरै जुन चुनाव भोगेँ त्यो त एउटा गठबन्धनको विरुद्धमा लडेर एक्लै लड्या त हो नि। त्यो पनि यो देशको सबभन्दा धनाडे गैर राजनीतिक व्यवसायी मान्छे, राजनीतिक मान्छे भइदिए भए पनि अलिकति राजनीतिक बहस हुन्थ्यो। फरक यति भयो कि उहाँ जित्नुभयो तपाईँ हार्नुभयो। अब स्वाभाविक हो, एउटा गठबन्धनको उम्मेद्वार त्यही क्षेत्रमा शेरबहादुरजी र प्रचण्डजी लुम्बिनी प्रदेशमा एउटै क्षेत्रमा भाषण गर्न जानुभयो। त्यही हो क्षेत्रमा विनोद चौधरीको लागि मात्रै जानुभयो बिचरा, अरू ठाउँमा जाँदै जानु भएन।